म यो मानव सेवा फाउन्डेसनको लागि आएर यसरी हामीहरूको यो सिद्धगङ्गा नगरपालिकामा ठुलो योगदान दिएर उहाँहरूले दिनरात नभनी खटेर सहयोग गरेर हामीहरूको यो महायज्ञलाई यसरी सफलतापूर्वक आजसम्म आउँदै गर्दा यो श्री भविष्वर ज्योति बहुमुखी क्याम्पसको स्तर उन्नतिको निमित्त हामीहरूले विभिन्न व्यक्तिहरूले विभिन्न ठाउँबाट सहयोग गरिरहेका छौँ। सहयोग गर्ने क्रममा मैले पनि पहिला विद्यालयको स्तर उन्नतिको निमित्त भनेर केही जग्गा केही थोरै भए पनि रकम र एउटा कोठा बनाउने भनेर प्रतिबद्धता जाहेर गरेको थिएँ। अस्ति भने एउटा छुट्टी राखेको थियो, त्यसमा मलाई खुल्दिली लगाइरहेको थियो। कति बेला गरौँ के गरौँ भन्ने भइरहेको थियो। क्याम्पसलाई गरियो, पूजाको लागि पनि केही गरियो, आफू सक्दो गरियो भन्नुपर्छ। तर चाहिँ मानव सेवा फाउन्डेसनलाई हामीहरूले एउटा चिनो दिन पनि सकेनौँ र उहाँहरूसित पनि भोलि के लिने त हामीहरूले रिलेसन गाँच्नको निमित्त के गर्नुपर्छ भन्ने कुरालाई अलिकति मनन गरेर मैले सानो एउटा जग्गा चाहिँ प्रदान गर्दैछु। प्रदान गर्ने क्रममा सिद्धगङ्गा नगरपालिका वार्ड नम्बर 4 मा रहेको बाणगङ्गा धाम भेडामारा भनौँ 4 बाणगङ्गा धामको नजिकमा पर्ने 2 रोपनी जग्गा 2 रोपनी जग्गा किता नम्बर 709 को किता नम्बर 709 को 2 रोपनी जग्गा मैले मानव सेवा फाउन्डेसनलाई प्रदान गरेको छु। यो जग्गा प्रदान गर्नुको उद्देश्य कुनै बालबच्चालाई हाम्रो पौडेल परिवारको कुनै पनि बालबच्चालाई दुःख कष्ट आइ नपरोस्, सुख शान्ति होस् भन्नको निमित्त मैले एउटा मानव सेवा फाउन्डेसनलाई यो अनाथालय भवन बनाउनको निमित्त भनेर त्यसरी चाहिँ 2 रोपनी जग्गा मैले प्रदान गरेको छु। भने यसै प्रकारले मैले 2 रोपनी जग्गा दिँदै गर्दाखेरि त्यहाँ गएर त्यो जग्गा हेरेर दिन भनेर सबै निर्णय गरिसकेपछि एकजना फेरि दानवीरदाता मेरो नजिक आएर भन्नुभएको छ आज म त्यहाँ जानलाई सम्भव भएन, म भोलि आएर म के बोल्नुपर्छ अथवा के कसो गर्नुपर्छ म आउँछु भनेर मलाई किता नम्बर टिपाएर पठाउनु भएको छ। सिद्धगङ्गा नगरपालिका वार्ड नम्बर 4 निवासी शोभाखर बेलवासे र आमा रेमकला बेलवासेका छोरा रामप्रसाद बेलवासे ले 2 रोपनी जग्गा मैले पनि प्रदान गर्छु। यही जग्गासित सटेको जग्गा एकै ठाउँ दिन्छु। हजुरले हेरेर यो क्षेत्रफल चाहिँ कतातिर बनाउँदाखेरि राम्रो हुन्छ, कतका भवन बन्न सक्छ भनेर हामी त्यो भूमिमा गएर अहिले अवलोकन गरेर हेरेर सबै कुरा त्यो मेरो जग्गासित सटेको जग्गा नजिकै रहेछ। त्यसले गर्दाखेरि 4 रोपनी जग्गा एकै ठाउँ कट्ठा गरेर ओरेर हामी दुईले यो चाहिँ घोषणा गरेका छौँ। आशा छ भोलिको दिनमा हजुरहरूको साथ सपोर्ट र सल्लाह सुझाव र माया प्रेम सबै पायौँ भने हामीहरू दुईजनाले दिएको जग्गामा एउटा मानव सेवा फाउन्डेसन यो चाहिँ एउटा त्यो भवन बनाएर हामीहरूले एउटा बालबच्चा अनाथ बालबच्चाहरूको उद्धार गर्ने ठाउँ, पालन पोषण गर्ने ठाउँ, विद्यालय अथवा उनीहरूलाई के सेवा सुविधा दिन सकिन्छ त्यो सहयोग गर्ने ठाउँ बनाउने छौँ भन्ने आशा राखेर अघि बढेका छौँ। जहाँ सहयोग गर्नेछु भन्ने मैले पनि प्रतिबद्धता जाहेर गर्छु र मानव सेवा फाउन्डेसनसित हमेसा हातमा हात काँधमा काँध मिलाएर सहकार्य गरेर उहाँहरूको रिलेसनलाई अझ प्रगाड गराएर अघि बढ्ने कोसिस गर्दै जानेछु। उहाँहरूको आशीर्वाद सधैँ चाहिँ थापिराख्नेछु भन्ने आशा राख्दै यस महायज्ञलाई सभ्य र भव्य तरिकाले हामी सबै एकजुट भएर यसलाई सफल गराउँ। हस्त, धन्यवाद, राधे राधे।